नमस्कार, म विजय पोखरेल। आज हामी भरतपुर 26 भगडीमा आएका छौँ। भगडीमा लामो समयदेखि कृषि उद्यमी मौरी पालन व्यवसायमा सक्रिय रूपमा सहभागी हुनुभएको रामकृष्ण सर हुनुहुन्छ हामीसँग। उहाँको मौरी व्यवसायलाई आज हामी हेर्नको लागि यहाँसम्म आएका छौँ। नमस्कार। हजुरको शुभ नाम? मेरो रामकृष्ण शर्मा पौडेल। हजुरको मौरी फर्मको विषयमा हामीलाई केही कुरा जानकारीको लागि हामी यहाँसम्म आएका छौँ। थप कुराहरू हजुर आफैले राखिदिनु होला। मैले विगत यो मौरी पालन व्यवसाय विगत 24 वर्ष पहिलाबाट मैले यो व्यवसाय सुरु गरेँ। सुरुमा मसँग यही मौरी किन्ने पैसा पनि थिएन है। यो नारायणपारी जङ्गल खुल्थ्यो, त्यहाँबाट मुढाहरू लिएर आउँथेँ मैले। त्यो मुढाहरू दिएर एकजना हाम्रो भोजराई टेन दाइले मलाई 8 फ्रेम मौरी दिनुभयो। त्यसैबाट मैले बिस्तारै गर्दै गएँ, बिस्तारै गर्दै अहिले यहाँसम्म म लगभग जिरोबाट नि, जिरो नै थियो त्यो बेला, पैसा थिएन। काठ दिएर मौरी साट्ने भनेपछि त म चाहिँ थिएन पैसा। जिरोबाट अहिले करोडसम्म यसैले गरायो। बच्चाहरूलाई पढाउनेदेखि लिएर जहाँ अब म अहिले सौर्य बजारमा बसिरहेको छु, त्यो किन्नेदेखि लिएर सम्पूर्ण कुराहरू यो मौरीबाट। एउटा आम नेपाली युवा जो स्वदेशमा रोजगारीका पर्याप्त अवसरहरू नदेखेर विदेशीको लागि बाध्य भइरहेको अवस्था छ नेपालको वर्तमान अवस्था। त्यो अवस्थामा मौरी पालन व्यवसायमा पनि केही सम्भावना छ है भन्ने किसिमको जुन हजुरले व्यवसाय गरिरहन सफल हुनुभएको छ, ती आम नेपाली युवाहरूलाई मौरी पालन व्यवसायसँग सम्बन्धित के कस्ता सल्लाहहरू दिन सक्नुहुन्छ? युवाहरूमा यस्तो जोस आउनु पऱ्यो, उनीहरूले म गरेरै देखाउँछु भन्ने एउटा कुरा हुनु पऱ्यो। आफ्नो मनमै हुनु पऱ्यो कि आँट हुनु पऱ्यो, साहस हुनु पऱ्यो, लगनशीलता हुनु पऱ्यो। हुनु हो नि, आँट, साहस र लगनशीलता भयो भने यो मौरी जसरी यो 24 घन्टा सुत्दैन नि, हामी पनि त्यही 24 घन्टा नसुतिकन यसकै विषयमा हामी गर्दै गयौँ भने अनि त्यो मान्छे सफल हुन्छ। यो अनि मौरी पालेर मह मात्र बेच्ने होइन, यसमा धेरै कुराहरू छ, धेरै कुराहरू छ। हुनु हो नि, मौरी पालन व्यवसाय किन अन्य कृषि व्यवसाय भन्दा फरक व्यवसाय हो र यसका विशेषताहरू के छन् हजुर आफ्नै शब्दमा यसको अत्यन्तै सजिलो। यो गर्न जाने भने अत्यन्तै सजिलो, नजानेलाई एकदमै गाह्रो। यसले भोलि भन्दैन, आजको काम आजै गर्नु पऱ्यो। यसमा खानेकुरा छैन भने आजको आजै गर्नु पऱ्यो। हार्भेस्टिङमा अब हामीले लगभग मेरो अब 200 गार छ, 200 गार पनि एक दिनमा चाहिँ लस गऱ्यो भने 2 बाल्टी मह मेरो लस हुन्छ। 2 बाल्टी मह भनेको कम्तीमा 500ले 30,000 रुपियाँ एक दिनको लस हुन्छ भने त्यही दिनै काट्नु पऱ्यो जसरी पनि। हो, त्यो गऱ्यो भने त्यो मान्छेहरू सफल हुन्छ। यसबाट अनि यो मौरीबाट यसबाट यो मह मात्रै निकाल्ने हुने कि यसबाट मौरीहरू बढाएर फ्याक्चर गरेर बेच्ने, रानी उत्पादन गर्ने। अहिले भण्डारा मौरी विकास कार्यालयले मेरो 300 रानीहरू मैले त्यहाँ दिनुपर्ने हुन्छ अहिले, र बाहिर पनि 200 रानीहरू मैले अर्डर भएको छ। 500 रानी बेच्ने भएको भएर अहिले मैले रानीबाट मात्र यो 3 महिना मैले 4 लाख रुपियाँ आम्दानी गर्छु होइन, बुझ्नु नि त। अनि अब मैले केही नभए नि मन्थली मेरो खर्च सम्पूर्ण कटाएर 1 लाख रुपियाँ मैले महिनामा यहीँ नेपालमा कमाउँछु भने त्यो विदेश किन जाने युवाहरू? त्यस्तो युवाहरूलाई मैले खोजिरहेको छु। त्यस्तो युवाहरूलाई मैले समेटेको पनि छु कि ठाउँ ठाउँका युवाहरूलाई समेटेको छु। अहिले जापानिजहरू आएर 2जना युवाहरूलाई यहीँ मौरी किनिदिए, मेरै मौरी किनिदिए उनीहरूले। अब उनीहरूले मसित त्यो प्र्याक्टिस गरिरहेको छ, सिकिरहेको छ, सबै कुराहरू गरिरहेको छ। र उनीहरू आफ्नै नेपालमा बसेर हामी विदेश जान्नौँ। उनीहरू जहाँ पनि बसेको मान्छे पनि यहीँ आएर अहिले मौरी पाल्न आइरहेको छ कि हामी यहीँ बस्छौँ, हामी नेपालमै गर्छौँ, यहीँ नेपालमै गर्नुपर्छ, आफ्नै भूमिमा गर्नुपर्छ होइन। आफ्नै यो संस्कृतिलाई जोगाउनुपर्छ, राष्ट्रप्रेमी हुनुपर्छ, हिन्दू राष्ट्र अब हाम्रो कायम गर्नुपर्छ नेपालमा, गर्नैपर्छ। यो अरूसित कोहीसित पनि गर्ने होइन। नेपालीले हाम्रो नेपाली भएर बाँच्ने गर्नु पऱ्यो। नेपालीले नेपालीसितै गरेर अब त्यो अरूसित कसैको पनि भर पर्ने होइन कि। अर्को प्रश्न, एउटा लिडर चाहिएको छ। फेरि अर्को प्रश्न, अब जो नेपाली युवा आम नेपाली युवाहरू हुनुहुन्छ, देशमा पर्याप्त रोजगारीको अवसरहरू देखिरहनु भएको छैन, त्यस्ता युवाहरू जसरी पनि विदेशमा मात्र पैसा छ, विदेश नगइकन परिवारको रोजीरोटी चलाउन सम्भव छैन भनेर सोचिरहनु भएको एउटा तबका छ भने अर्को तबका नेपालमै बसेर
रोजगारीका अवसरहरू सिर्जना गरेर पनि बाँच्न सकिन्छ है, हामी र हाम्रो परिवारको उन्नति र पुनरुत्थान गर्न सकिन्छ है भन्ने युवाहरूलाई मौरी पालन व्यवसायमा किन आकर्षित हुन सकिन्छ र यो व्यवसायमा के कस्ता चुनौतीहरू छन् र यसको सम्भावना के छ भन्ने विषयमा पनि प्रश्न पारिदिनु। त्यस्ता युवाहरू जस्तो जानु भएको छ नि त हाम्रो युवाहरू, यहाँ कुनै रोजगारको ऊ छैन। विभिन्न अब जुन अब यो सरकारहरू नयाँ सरकारहरू बन्यो, जुन राजा हटाएर सरकारहरू बन्यो नि त, यसले सम्पूर्ण कुराहरू ध्वस्त भयो नि। कागज कारखाना, धागो उद्योग, चिनी मिल, यस्ता सम्पूर्ण कारखानाहरू बन्द भएर प्राइभेटलाई दिने, यसले गर्दा नै हाम्रो युवाहरू अलि विदेशमा पऱ्यो नि त। यहाँ आर्ट नभएर के मन आर्ट आफूले के गर्न सकिन्छ। नेपालमा म यहीँ बसेँ, म अस्ट्रेलियामा मैले जागिर अब मैले पाउँदै म नेपालमा किन गरिरहेको छु त नि। आफ्नो नेपालमै आफ्नै साथीहरूसित रमाउन पाएँ, म साथीभाइहरूसित रमाउन पाइयो होइन, फेरि घरमा बस्न पाएँ। ठिक छ, छोराहरू विदेश साइड गरेर जान्छन्, केही पनि भएन। र युवाहरूले त्यो जब 2 लाख 3 लाख कमाउनलाई खाडी मुलुकमा गएर दुबई कतार गएर यस्तो गएर त्यो आवश्यक छैन। आउनुहोस् मसँग, सिक्नुहोस्। तपाईँलाई मन्थली 1 लाख रुपियाँ फाइदा हुने गरेर मौरी पालेर मजाले तपाईँले त्यो आफ्नो खर्च कटाएर तपाईँले 12 लाख रुपियाँ ब्याङ्कमा सेभ गर्न सक्नुहुन्छ कि। तर यसमा के हुनु पऱ्यो, यो मौरी 24 घन्टा सुत्दैन नि, आफू पनि 24 घन्टा सुत्नु हुँदैन। यसमै लगाउनु भन्नुपर्छ, लगाऊ भन्नुपर्छ। आउनुहोस् त म देखाउँछु। यो मौरी 24 घन्टा नसुतिकन हामीलाई मह कलेक्ट गर्छ। खास यो मह भनेको यिनीहरूले आफूलाई खानालाई कलेक्ट गर्ने हो। हामीले झिकिन्छ नि त होइन। यस्तै मान्छे यस्तै हुनु पऱ्यो कि हामीहरू, बल्ल देश बन्छ कि देश बन्छ। यही नै हो मेरो लास्ट कुरा, यही नै हो। जसरी यो मौरीको जुन यो एक्टिभिटी छ, मौरीको जुनहरू हामीले जुनहरू कुरा पढिएको छ, यो मौरीहरू सर हामी चलियो भने हाम्रो देश त कायापलट हुन्छ। अब मामा एउटा कुरा भनिदिनु, हामी मौरी जस्तै परिश्रमी हुन पर्यो, मौरीले चाहिँ काम गर्न पर्यो। अनि यो मौरीले यसरी काम गरेको छ, यो सानो सानो पालभित्र यसरी जम्मा गर्यो। अनि यो जम्मा गरेको चिजलाई हामीले एकीकृत बनाउँदाखेरि पुँजी प्राप्त हुन्छ। त्यसैले युवा भनेको थोपा थोपा जम्मा गर्नु पर्यो भन्ने विषयमा अलिकति बोल्नु छ। सुन्नु नि, आउनुहोस्। एउटा मौरीले 1 थोपा महको लागि 1 थोपा मह जुन आफूले पेटभरि मह खानको लागि यसले 400 फुलमा बस्नुपर्छ। 20 फुलमा 400 फुलमा एउटा मौरी 1 थोपा मह ल्याउनको लागि 400 भनेपछि कति उ रहेछ त, मेहनत रहेछ, परिश्रम हो। त्यही अनुसार अब हामी मौरीलाई, अब मौरी पालन व्यवसायमा अब हामी अलिकति राम्रो हुनको लागि मौरीलाई कसरी राम्रो राख्ने, कसरी सुरक्षित राख्ने, यसलाई रोगबाट कसरी बचाउने, सफासुग्घर कसरी गर्ने, एपिआरीमा राम्रो म्यानेजमेन्ट कसरी गर्ने र चरणमा राम्रो ठाउँमा कसरी लाने, चरण पनि चाहियो त हामीलाई। अब यहीँ मात्रै राखेर चिनी मात्रै खुवाएर त बर्खामा त भएन नि त। अब ठ्याक्कै फुल कहाँ फुल्छ त्यहाँ लान सक्नु पऱ्यो होइन। अब हामीले सुरुमै अब कहाँ सबभन्दा तोरी फुल्ने भनेको सुरुमा रोल्पा लानु पऱ्यो कि। त्यहाँबाट त्यहाँ काटी दाङ सार्नु पऱ्यो, दाङबाट अनि हाम्रो चिउरी यहाँ फुल्छ, चितवनको चिउरी हुन्छ नि, चिउरी नराख्ने। ठिक छ, मकवानपुर लगाए पनि भयो, साथीहरू जहाँ लानु पनि पाइयो। तर आफू एक्टिभ भएर काम गर्नु पऱ्यो। आफ्नो बुढी सम्झेर घरै बस्न लाग्यो भने त्यसले के हुन्छ नो, त्यो त्यसले मौरी नपाल्दा नि हुन्छ। नेपालमा मौरी पालन व्यवसायका सम्भाव्यताहरू के छन्, सम्भावनाहरू के छ? एकदमै राम्रो छ नेपालमा चरण छ। अझै नेपालमा भन्दा पनि चितवन भनौँ अहिले है। म चितवनको मान्छे भएको भएर चितवनमा हामीलाई तोरीको यहीँ छ, तोरीलाई कहीँ लानु पर्दैन। हाम्रो तोरीको चरणको लागि चिउरीको पर्याप्त मात्रामा यहीँ छ। कालिका 10-11 तोरी चिउरीको, रुदिलीको यही नेसनल पार्क भयो, नेसनल पार्क यही छ। ल अब 3टा स्रोत यहीँ छ भने हामीलाई चितवनको कृषकहरूलाई त कहाँ लानु पर्यो? केही पनि छैन कि। 111 पाल्नुहोस्, 15 लाख कमाउनुहोस् वर्षमा। तर परिश्रम गर्नुहोस् एकदमै। अब खानुहोस्, दिनदिनै मासु भात खानुहोस् कि केही फरक पर्दैन। पेट्रोल हाल्नुहोस्, बाइक चढ्नुहोस्, बुट ब्लेड बाइक चढाइदिनुहोस्, केही पनि फरक पर्दैन। तर पैसा त कमाउनु पऱ्यो नि त। यही नै 24 वर्षबाट मौरी पाल्न लाग्यो।
मसित 1 रुपियाँ पनि पैसा नहुँदाखेरि मैले स्टार्ट गरेको व्यवसाय। यहाँसँग 24 वर्षदेखि मौरी पालन व्यवसायको अनुभव छ। यहाँले मौरी पालन व्यवसाय गर्दै गर्दा यस व्यवसायमा देख्नुभएका चुनौतीहरू के होला? चुनौती त धेरै छन्। यस्तोमा रोग, यसले अब अफ सिजनमा खानेकुराहरू दिन सक्ने हुनु पऱ्यो, त्यो अनुसारको पैसा म्यानेजमेन्ट गर्नु पऱ्यो। पैसा छैन भने अब आफूसित अब मह बेचेपछि पैसा हुन्छ नि त, हुन्छ नि। धेरै खर्च गर्नु भएन होइन, आम्दानी अनुसारको खर्च गर्नु पऱ्यो। अब 100 रुपियाँ कमाएको छैन, 5 रुपियाँ 10 रुपियाँ खर्च गर्नु पऱ्यो, अरू बचाउनु पऱ्यो नि त। बल्ल पो त्यो मान्छे अघि आउनुपर्छ। 100 रुपियाँको मह अब 100 रुपियाँको मह बेचेछ, 200 रुपियाँ खर्च गर्न लाग्यो भने त गएर होटलमा गफ गरेर बसेर त केही अर्थ छैन नि। अफ सिजनमा पनि हामीले अब यो मह काटिसकेपछि पनि हामी रानी बेच्न सकिन्छ नि त, यतिकै त बस्ने होइन नि त। रानीको माग अब नेपालभरिबाट अल नेपालबाट आइरहेको छ। अब स्वस्तिकन सरमौरी भन्ने आएको छ, त्यो यथावत कुरा हो। भण्डारामौरी विकास कार्यालयले त अलिकति तिर्चै रानी भन्ने कुरा अब त्यो समेत गरेर आयो होइन। अब तपाईँको झापादेखि लिएर दाङदेखि लिएर त्यो कैलालीदेखि लिएर महेन्द्रनगरबाट यहाँ रानी यहाँ बुकिङ गरिसक्नु भयो। हामीले के गर्नु पऱ्यो भने एकदम प्योर, जे गर्दा नि एकदम 100% प्योर गर्नु पऱ्यो कि। हनी दिँदा नि एकदम प्योर गर्नु पऱ्यो, रानी पनि त्यही अनुसारको हाइजेनिक रानी दिनु पऱ्यो। किनकि हाम्रो जस्तै उत्पादन उहाँ कृषक हामीले जुन रानी दिन्छौँ नि कृषकहरूले पनि गर्नु पऱ्यो नि त। बल्ल पो रानी दिएको औचित्य रहन्छ। हामीले एकछिनलाई मात्रै पैसा लिएर त भएन नि, उहाँसित 800,000 रुपियाँ लिएर एउटा रानीको कुनै औचित्य रहनु, उहाँ पनि राम्रो हुनु पऱ्यो, मेरो विचार यही छ। नेपालमा व्यावसायिक रूपमा मौरी पालन व्यवसाय गर्दै गर्दा रानी मौरीको भूमिका के हो, रानी मौरी के हो र रानी मौरीसँग सम्बन्धित रहेर गरिने व्यवसाय कस्तो किसिमको हुन्छ, रानी मौरीको बारेमा थप कुराहरू प्रश्न पार्दिनुहोस्। रानी मौरी घरमा हाम्रो मौरी पालन व्यवसाय यति आवश्यक हुन्छ कि जब रानी मौरी एकदम हाइजेनिक एकदम राम्रो स्वस्थ रानी भयो भने त्यो गोलाई स्वस्थ हुनुभयो। अनि त्यसले लगभग कुनै पनि रानीले एकदम राम्रो रानीले दिनमा राम्रो नेक्टर खाने पायो भने दिनमा 2000देखि माथि अन्डा पार्नु पऱ्यो कि। किनकि यसमा त यो जम्मा 60 दिन मात्र मौरी त करी मौरीहरू त मर्ने क्रम भन्दा जन्मिने क्रम डबल हुनु पऱ्यो। डबल भएपछि मात्र त्यो अब बढी हुने भयो नि त त्यो मौरीको उहरू होइन। अनि त्यसले जति कर्मी बढी भयो त्यति कलेक्ट गर्ने भयो नि त। कामदार बढी भएपछि काम बढी हुन्छ हुँदैन हो, त्यसरी नै अब कर्मी मौरीहरू बढी भएपछि अनि त्यहाँबाट मेन रानी नै हो। यसमा रानीकै एकदम ऊ रहन्छ विशेषता, रानी नै रहन्छ। रानी राम्रो भयो भने मौरी गोलामा रोग लाग्दैन, मौरी स्ट्रङ भयो भने त्यस्तो मौरी रोगै लाग्दैन, मह बढी तान्छ, कुट बढी तान्छ होइन। यसलाई फ्याक्सन गरेर अरू घार बनाएर 2-3टा 4-5वटा घार बनाएर बेच्न सकियो, हामीलाई पैसा आयो होइन। रानीको यही नै हो। यो घरभित्र रानी मौरीले के काम गर्छिन् र रानी मौरी नभएको खण्डमा के अवस्था सिर्जना? यो मिटिङ घार हो। यो चाहिँ मिटिङ घार हो। यो रानी मात्र उत्तर अहिले अब मैले रानी बनाएर बेच्ने घार हो है। अब यसमा मेटेड गरेर यसमा ब्रुडको त्यो सम्भाव्यता हेरेर ब्रुड कस्तो छ जुन कृषकलाई मैले दिन्छु नि अब ब्रुड, यो अब ब्रुड कस्तो एकदम राम्रो भयो भने मात्रै मैले ओके गरेर मैले त्यहाँ त्यो रानी दिन उपयुक्त हुन्छ र मैले त्यो कृषकलाई दिन्छु, नत्र मैले दिँदैन। त्यो रानीलाई मैले फालेर अर्को फेरि ग्राफ्टिङ कोर्सहरू हालेर राम्रो कोर्स मात्रै राम्रो रानी मात्रै मैले किसानहरूलाई दिन्छु। जो मौरी पालन व्यवसायमा आकर्षित हुनुहुन्छ र लामो समय मौरी पालिरहनु भएको छ भने उहाँहरूलाई रानी मौरी आवश्यक पर्दाखेरि कुन कुरामा ध्यान दिनुपर्छ र तपाईँको फर्ममा किन रानी मौरी किन्न आउने? अब ध्यान दिनुपर्ने नेपालभरिमा अन्य मौरी फर्म पनि छन्, हामी मात्र एउटा छैनौँ। तथापि हाम्रो फर्ममा नै किन रानी मौरी किन्न आउने मान्छे? अब धेरै हाम्रो कृषक साथीहरू हुनुहुन्छ, उहाँहरूले रानी मौरी बनाउन सक्नुहुन्न, ग्राफ्टिङ गर्न सक्नुहुन्न, आँखा देख्नुहुन्न, अब 2 दिने अन्डा हाल्न सक्नुहुन्न। जुन अब हाम्रो ग्राफ्टिङ कपहरूमा त्यो कल्मी विधिबाट ग्राफ्टिङ गर्न सक्नुहुन्न, त्यसले आकस्मिक रानीहरू बनाउनुहुन्छ, यति उपयुक्त हुन्छ त्यो रानी। यसले त्यो सानो रानी जन्मिन्छ, त्यसले रोयल जेली पनि धेरै खान पाएको हुँदैन। अनि त्यसले कसरी चाहिँ पार्ने बल्ल चाहिँ एकदम तन्दुरुस्त हुनु पऱ्यो, बल्ल चाहिँ काम गर्न सक्छ नि त होइन। हो त्यस्तो रानीहरू हामीले उत्पादन गर्नु भएन। रोयल जेली प्रशस्त खाएको रानी उत्पादन गरेर प्रशस्त भाले एपिएरीमा प्रशस्त भाले हुनु पऱ्यो, वरिपरि पनि प्रशस्त भाले भएको एपिएरी हुनु पऱ्यो र ड्रोनहरू कम्तीमा पनि एउटा रानी मेटेड हुनलाई 8देखि 16वटा ड्रोनहरू त्यसलाई लाग्नु पऱ्यो। भारे लाग्ने भन्छ नि त्यो बेला ड्रोन जब कुमार रानी
भाल लाग्ने बेला हुन्छ त्यो बेलामा 8 देखि 100वटा ड्रोनहरू त्यसलाई मेटेड गऱ्यो भने त्यसलाई लाग्यो भने त्यो रानी बल्ल सक्षम हुन्छ तर त्यसले 1 वर्षसम्म अत्यधिक अन्डा दिएर त्यो घाट स्ट्रङ पनि रहन्छ त्यो स्वस्थ रहन्छ त्यसले उत्पादन पनि त्यत्तिकै दिन्छ अनि त्यसलाई भ्याक्सिन पनि गर्न सक्छ 1 घाटबाट हामीले 5 घाटसम्म मौरी बनाएर हामी बेच्छौँ अन्य फर्महरूमा उत्पादन भएका रानी मौरी र हाम्रो फर्ममा उत्पादन भएका रानी अब के फरक छ यस्तो छ अब मैले विगत 2078 सालमा म हाम्रो भण्डारा मौरी विकास कार्यालयले एउटा रानी उत्पादनकारी एउटा तालिम दिएको थियो त्यसमा म भिरमौरी एउटा उसबाट एउटा हाम्रो 4वटा टिम बनाएको थियो भिरमौरीबाट म फर्स्ट भएको थिएँ कि बागमतीप्रतिको फर्स्ट हो होइन अनि त्यसबाट हामीले अब रानीलाई मैले धेरै कुराहरूमा सोचिरहेको छु म पोहोर अस्ट्रेलिया जाँदा पनि म फर्ममै गएर आएँ त्यहाँ रानी कसरी ग्राफ्टिङ गर्छ के गर्छ कसरी गर्छ भन्ने कुराहरू सबै बुझेर आएँ अब रानी कसरी हुन्छ पहिला हामीले अब रानी स्वस्थ रानी राम्रो रानी बनाउँदाखेरि हामीले तोरीको सिजनबाटै सिलेक्ट गर्नु पऱ्यो घारहरू सिलेक्ट गर्नु पऱ्यो जसले मह बढी बोकेको छ जसले गुड बढी बोकेको छ जसले पर्पलिस बढी बोकेको छ सम्पूर्ण काम एकदम राम्रो ओभर गरेको छ राम्रो गरेको छ एकदम भेरी गुड छ कि सबै कुरामा राम्रो छ ती घारहरूलाई हामीले सिलेक्ट गर्दै जानु पऱ्यो त्यो बेलाबाट कार्तिकबाटै अहिले होइन अहिले आएर रानी जुनमा पायो उसमा ग्राफ्टिङ गरेर हुँदैन रानी त्योबाट सिलेक्ट गर्दा मेरो अहिले यो लाइनमा रहेको लगभग 20वटा घारहरू सिलेक्ट भएको छ त्यो घारमा त्यसमै मैले ग्राफ्टिङ गरिरहेको छु अनि यो रानीहरू यसरी बनाएर अब यसमा यी सबै रानीहरू मेटेड छ हेर्नु त्यहाँ सबै मेटेड लेखेको छ सम्पूर्ण रानी मेटेड छ यो भण्डारा मौरी विकास कार्यालयले अब नखाएको छ अनि भण्डारा मौरी कार्यालयले पनि भनेको छ स्वतीय सरमौरी फर्ममा गयो भने रानी राम्रो पाइन्छ भनेर अब हेटौडाबाट 15 किलोमिटर टाढाको मान्छे यहाँ रानी लिन आएर यहाँ लाने अर्को प्रश्न यहाँ त मौरी व्यवसायमा लामो समयदेखि आबद्ध हुनुहुन्छ नेपालमा मौरी र मौरी विकाससँग सम्बन्धित उद्यमी हुनुहुन्छ एउटा आम उपभोक्ता जसले मौरीको मह अत्याधिक रुचाउँछ र खान चाहन्छ भने ती उपभोक्ताहरूले बजारमा उपलब्ध भएका महहरूलाई हेर्दै गर्दा यो मह चाहिँ साँच्चै नै ओरिजिनल मह हो अनि यो चाहिँ डुप्लिकेट हो भन्ने कुरा चाहिँ के कस्ता आधारहरूमा छुट्याउन सक्छ सामान्य शब्दमा बुझ्ने गरी सामान्य शब्द अब मेरो स्वस्तिका सरमौरी फर्म त अब यसमा खाद्यमा अथवा सबै कुरामा जोइन छ होइन यसलाई ल्याब टेस्ट गरिन्छ यसलाई मेसिनमा हालिन्छ यसको मस्चरको मात्रा छ भने पनि यसलाई हामीले थालिन्छ र बजारमा आएका महहरू हामीले कसरी चिन्ने एकदम नजान्ने मान्छेहरूले पनि चिन्ने एउटा कार्यक्रम हुन्छ अब उहाँसित ल्याब टेस्ट हुँदैन केही हुँदैन मैले कसरी चिन्ने भन्ने कुरा हुन्छ नि त कतिवटा गिलासमा सिसा गिलासमा पानी राख्ने होइन सर र माथिबाट त्यो महलाई खसाल्दिने खसाल्दाखेरि त्यो मह गएर टक्क त्यो सिसाको तल फ्रिजमा बस्यो भने त्यो ओरिजिनल मह भयो र पानीमा सर र घुल्यो भने त्यो चिनी मिसाएको मह त्यो चिन्नुलाई अनि एउटा कागज लिनुहोस् तपाईँले एउटा कपीको पाना लिनुहोस् पानामा मह टक्क हाल्नुहोस् मह त्यहाँ त्यो अडिएर त्यो पाना भिजेर धेरै बेरसम्म त्यहाँ रह्यो भने त्यो ओरिजिनल मह हो जब चिनी मिसाएको मह छ भने त्यो फाट्दै तल दुर्गो भएर तल खसिहाल्छ एकदम दुईवटा मात्रै कारण यो मात्रै बुझ्दाखेरि सरल तरिकाले बुझ्दाखेरि सामान्य मह खाने व्यक्तिले बुझ्दाखेरि त्यो गर्दाखेरि पर्याप्त मात्रामा बुझ्यो भइहाल्छ अर्को प्रश्न कतिपय मान्छेहरू बजारमा भन्छन् यो मौरी पालक कृषकहरूले चिनी खुवाएर मह उत्पादन गर्छन् र फाइदाको लागि बजारीकरण गरिरहेछन् भन्छन् के साँच्चै नै चिनी खुवाएर मौरी पालन गर्न सम्भव छ होइन र एउटा किसानले चिनी खुवाएकै भरमा मौरी पालन व्यवसाय गरेर मुनाफामा जान सम्भव छ यो विषयमा प्रश्न पाएको छैन तपाईँको लगभग 8 केजी मह 8 केजी चिनी खाँदाखेरि 1 किलो मह हुन्छ 8 केजीलाई हिसाब गर्नुहोस् न 100 रुपियाँ किलो मह हुन्छ 800 भयो मह बेच्नुपर्छ तोरीको पनि 500 त्यसलाई फाइदा हुन्छ त्यो होइन त्यो बिल्कुल होइन यो चिनी पाएर मह निकाल्ने कुरा हो के गर्नु पर्यो भने हामीले अब कुनै पनि राम्रो फर्महरूले अथवा सानसानो 2-4 घार पाल्नेहरूले त त्यस्तो गर्दैन अब हामीहरू राम्रो फर्महरूले के गर्छौँ भने महलाई जुन अब जब 1 महिना छ अब हाम्रो चरण क्षेत्रमा लानलाई 1 महिना छ भने जस्तो गरेर अब यसमा चिनीको हामीले त बर्खामा जब असार लाग्छ असार लागेपछि त पूर्ण रूपले असार साउन भदौ
3 महिना त अटोमेटिक चिनी नै खुवाउनुपर्छ। किन प्रश्न भएको? त्यो बेलामा त पानी परिरहेको हुन्छ, कहीँ फुल फुल्दैन, खानेकुरा हुँदैन। यसलाई पोलनको मौरी पालन व्यवसायमा मौरीलाई चिनी किन आवश्यक पर्छ? किन आवश्यक हो? त्यो बेलामा केही खानेकुरै पाउँदैन मौरीले, नेक्टर पाउँदैन होइन, नेक्टर पाउँदैन, पोलनहरू पाउँदैन। यसलाई नेक्टर अब नेक्टरको उसमा चिनी पानी दिनु पऱ्यो। पोलनको उसमा अब हामीले पोलन ट्याप लगाएर यसबाट पोलन निकाल्यो भने त त्यही दिए भयो, नत्र भटमासको पिठो अथवा चना भटमास मिठो र चना अनि पाउडर दुध मिसाएर त्यसलाई पोलन बनाएर त्यो दिनुपर्ने हुन्छ। चिनी खुवाउनुपर्छ त्यो जुन बेलामा केही पनि फुलहरू रहन्न, पानी जमजम झरी परिरहेको छ, 8-10 दिन झरी पर्छ, त्यो बेलामा अन्त कहाँ जान्छ? त्यसलाई चिनी पानी खुवाउनु पऱ्यो। त्यो चिनी पानी खुवाउनै पर्छ। तर के गर्नु, हामीले किसानहरूले के कुरामा ध्यान दिनु पऱ्यो भने जब चरन क्षेत्रमा लाने 1 महिना छ भन्ने उसो यसमा अब चिनी अब यो फ्रेमहरू हुन्छ, एउटा घर हुन्छ, एउटा फ्रेम हुन्छ, त्यो फ्रेममा चिनीको अवशेषहरू कति छ? समग्रमा भन्नुपर्दा यहाँहरूले मौरीलाई चिनी दिनुको एकमात्र कारण मौरीलाई जीवित राख्नलाई, यसलाई बचाउनको लागि, फेरि पनि थप धेरैभन्दा धेरै मह उत्पादन गर्नको लागि मौरीलाई चाहिँ जीवन दिनको लागि, बाँच्नको लागि मात्रै यिनीहरूलाई चिनी खुवाइदिन्छ। त्यो व्यावसायिक रूपले कहीँ बजारमा लानको लागि चिनी खुवाएर मन निकालेको। अर्को प्रश्न, मौरी पालन अनि सुन्नु, यहाँ कुरा के छ भने जब चरनमा लानुभन्दा 1 महिना अगाडि हामीले यसमा चिनीको अवशेषहरू कति छ घारहरूमा, जुन अब हाम्रो जुन चरनमा लाने घारहरू हुन्छ नि त, त्यसमा अवशेष छ भने त्यसलाई हामीले कोरेर त्यसलाई खान दिने पहिला मौरीलाई। अनि 3 पटक हामीले तोरीको हनु स्टक गरेर राखेको हुन्छ। 3 पटकसम्म हामीले तोरीको हनु स्टक खाइदियो। अन्तिम प्रश्न, अन्तिममा अनि सुन्नु तोरीको मह गएपछि त मह नै भयो नि त, अनि हामी चराउन लगेपछि पनि त्यही मह नै भयो। अनि कुनै टेन्सन, त्यो ल्याब टेस्टले केही गर्दैन, त्यो खाना खोज्ने मान्छे किन्ने मान्छेले त्यो शुद्ध मह पायो। मौरी पालन व्यवसायमा कृषकहरूले मौरीलाई चिनी खुवाउनुको एकमात्र कारण उनीहरूलाई जीवित राख्नु हो। जीवित राख्नु हो, मह उत्पादन गर्ने उद्देश्यले चिनी खुवाउने होइन। चिनी खुवाएर मह उत्पादन गरेर कृषक कहिले पनि फाइदामा जान सम्भव छैन। 8 किलो चिनी खुवाएर 1 किलो मह भन्छ। 8 किलो चिनीलाई 800 पर्छ भने 500मा तोरीको मह बेचेर अनि गएन मान्छे गयो नि। त्यो नबुझ्ने नजान्ने मान्छेले जुन तोरीको मह त जम्छ, तोरीको मह जम्छ नि त, त्यसमा गुल्टुको र सुक्रोको मात्रा बढी हुन्छ र त्यो जम्छ र जम्यो भने मान्छेहरूले चिनी मिसाएको मह भन्छ नि, त्यो भन्छ। ल अन्तिम प्रश्न, मौरी पालन व्यवसायमा आकर्षित हुँदै गरेका कृषकहरूले मह उत्पादन गरेर मात्र व्यावसायिक रूपमा फाइदा लिन सक्छन् कि मौरी पालन व्यवसायबाट अन्य के कस्ता सम्भावनाहरू रहेका छन्? जस्तै एउटा मह भयो, त्यसपछि यो कुटहरू, त्यो बाहेक कृषकहरूले बुझ्न सक्ने भाषामा मौरी पालन व्यवसायका फाइदाहरू के हुन् र मौरीले उत्पादन गर्ने प्रोडक्टहरू के हुन सक्छन्, त्यो बारेमा प्रश्न पार्दिनु। अब सुरुमा पाल्ने कृषकहरूले पहिला बुझ्नु पऱ्यो कि मैले मौरी जसरी नै पाल्छु, म यसमा एकदमै लाग्छु भन्ने कुरा आफ्नो मनमा आउनु पऱ्यो। मौरी ल्याएर 10 गार मौरी ल्याएर आफ्नो एपेरीमा राख्ने अनि कप छोडेर घरमा त भएन। त्यही मौरीसितै खेल्नु पऱ्यो। जसरी म खेलेको छु नि अहिले, म चौरली बजारबाट छोडेर मौरीसित यहाँ खेल्दै आएको छु, आएको नि त खेल्न होइन। यसरी मौरीसितै खेल्नु पऱ्यो। यस्तै मौरीहरूसित खेल्नु पऱ्यो कि यो पर्पलिस ट्याग हो, यो पर्पलिस मैले प्लेट गरिरहेको छु, यसरी मौरीसितै खेल्नु पऱ्यो। बुझ्नुभयो नि? मौरीसित खेलेपछि के भयो अरे अब कति आनन्द आयो कि म दिनभरि मौरीसितै खेल्छु कि, दिनभरि मौरीसितै खेल्छु, आनन्द आउँछ। तर अब हाम्रो नयाँ कृषकहरूले के गर्नु पऱ्यो भने यो मौरीबाट मह मात्रै कलेक्ट गर्ने होइन, मौरीमा हाइड्रोजन रानी कसरी उत्पादन गर्ने, मौरीलाई कसरी स्ट्रङ गराउने, मौरीलाई 1 वर्षमा 5 घार बनाएर 4 घार कसरी बेच्ने, 1 घार यथावत राख्ने। 4 घार बेचेपछि त 1 घारको केही नभए नि 12,000ले बेच्यो भने 12 चौक 48,000 त आयो। त्यो 1 घारबाट बढाएर बेच्यो भने नि आयो आएन। अनि त्यसबाट हजुरले रानी बनाएर पनि बेच्नु, आफ्नो खुबीको कुरा हो। आफ्नो मार्केट खोज्ने, आफ्नो के खोज्ने कुरा, आफ्नो खुबीको कुरा राम्रो दिनु पऱ्यो नि त। आइदिनु राम्रो रानी दियो जसरी सुस्थिर सरोवरमा फर्ममा अल नेपालबाट अहिले रानी खोज्नु किन आहा
उसले लिएर गएको रानी मौरी राम्रो भएको भएर पो उसले मलाई खोज्दै आयो त भण्डारीले किन खोज्दै आयो त राम्रो दिएको भएर यहीँ पठाउँछ नि त हो त्यो जे कुरा दिनुहोस् राम्रो दिनुहोस् मह दिनुहोस् राम्रो दिनुहोस् मौरी दिनुहोस् राम्रो दिनुहोस् रानी दिनुहोस् राम्रो दिनुहोस् सम्पूर्ण कुरा राम्रो दिनुहोस् सबैलाई राम्रो सोच्नु आफू जसरी व्यवसाय गरे नि अरूले पनि त्यस्तै राम्रो गरोस् भनेर त्यो धारणा लिनुहोस् क्षणिक रूपमा मैले मात्रै कमाउँछु अरूले कमाउनु हुँदैन भनेर त्यो कुरा नसोच्नु अनि रानी दिँदा पनि त्यहाँ रानी एकदम म्याच्युर भएर गुरु एकदमै राम्रोसित हेरेर मात्रै पनि त्यसो लाग्छ अन्त्यमा सम्पूर्ण नेपालभरिका मौरी पालक कृषकहरूलाई के सन्देश दिन चाहनुहुन्छ हाम्रो नेपालमा अत्यधिक मौरी पालन व्यवसाय अत्यधिक राम्रो छ एकदमै राम्रो छ हामीसँग सम्पूर्ण स्रोतहरू छ सम्पूर्ण स्रोत छ कि हजुरलाई तोरीको स्रोत यही छ ताङ चितवन झापा जहाँसुकै छ नि तोरीको अनि रुदिलो पनि जहाँसुकै छ चिउरी दाङमा अपार मात्रामा छ चितवनमा अपार मात्रामा छ मकनपुरमा अपार छ जहाँसुकै त्यो अब चिउरीहरू त अब तनहुँमा अपार छ कहीँ जानु पर्दैन चराउनुलाई चाहिँ अल नेपाल तर एकदमै गुणस्तरयुक्त हनी बनाएर सरकारले यो सोच्नु परेको छ किसानहरूलाई त्यो हनीको मार्केट अर्को देशसम्म लाग्छ नेपालीहरूले उत्पादनहरूको मह अन्तर्राष्ट्रिय व्यापारमा लैजानुको लागि सरकारले जोड बल दिएर किसानहरूलाई त्यही अनुसारको एउटा दिएर त्यसलाई अब सहजीकरण गरेर होइन सहजीकरण गरेर त्यसरी उत्पादन गर्नुहोस् सुपरबाट भए मह काट्नुहोस् तलबाट नै काट्नुहोस् होइन राम्रो अनि चरण क्षेत्र त्यो चरण कहाँ बाटो छैन त्यहाँ बाटो खोलिदियोस् सरकारले त्यहाँ चरणमा सहज रूपले लान सकियोस् छ नि अब यत्तिकै चुहेर गएको क्या त्यो अनि महहरूको त्यो चिउरीको मह तनहुँमा यत्तिकै चुहेर गएको त्यो बाटो छैन त्यो मह डाल्न सकिन्न अहिले म जाँदैछु म त्यहाँ हेर्न जाँदैछु म जसरी बोकाएर लान्छु त्यो कस्तो छ भने ट्राई गर्छु कि हो त्यसरी सरकारले पनि हेर्नु पऱ्यो र बजार अब अन्तर्राष्ट्रिय व्यापार अनि एउटा अब यो चरण क्षेत्रमा पर्याप्त रूपमा चरण क्षेत्रमा जहाँसुकै लान सरकारले मिलाइदियो भने त हाम्रो नेपाल यत्तिकै मौरीमा त अत्यधिक छ त हाम्रो म कहाँ के त्यो 2-4 लाख कमानलाई अनि विदेशै हाल्नु पर्ने त आवश्यक छैन हाम्रो युवाहरूले केही पनि नदेखेर गएको नि त बिचरा 40-45 डिग्रीको घाममा काम गरेर महिनामा 20,000 रुपियाँ 20 लाख होइन 20,000 रुपियाँ कमाएर घर पठाउँछ बिचरा घर खानु पऱ्यो आउँदाखेरि जिरो छैन अति राम्रो भयो किन भन्नु त तर हाम्रो नेपालमै बसेर नेपालमै